प्युठानका सडकको दूरी र समय छोट्याउने गरी सङ्घीय सरकारले घोषणा गरेको धरान लेउती सुरुङ मार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन सकिएको 2 वर्ष भएको छ। सम्भाव्यता अध्ययनले कोशी राजमार्ग अन्तर्गत धरान लेउती खण्डको एकतर्फी करिब 26 किलोमिटर दूरी छोट्याउने देखाएको छ। सुरुङ मार्गको लम्बाइ 3.87 किलोमिटर हुने अनुमान छ। प्रस्तावित सुरुङ मार्ग निर्माणका लागि बितेका 2 आर्थिक वर्षमा कुनै काम अघि बढेन। यहाँको पहाडको जनताहरूलाई सबै कुरोमा सजिलो ढङ्गले चाहिँ आफ्नो कामहरू सम्पादन गर्न पहिलो कुरो सक्छ। त्यसले गर्दाखेरि यो आवश्यक छ, जरुरी छ। त्यसैले गर्दाखेरि सुनसरी मोरङलाई पनि यो चाहिँ त्यो त्यहाँबाट पानी चाहिँ हैन जाने सिँचाइ पनि हुने भएको हुनाले उहाँहरूलाई पनि फाइदा हुने भएको नै यो योजनालाई यो आयोजनालाई सञ्चालन गर्न पहिलो कुरो जरुरी छ। मूलघाट भेडेटार धरान सडकको लम्बाइ 26 किलोमिटर हो। सुरुङ मार्ग भने यो दूरी 4 किलोमिटरमा छोटिन्छ र करिब 5 देखि 7 मिनेटमै लेउतीबाट धरान पुग्न सकिन्छ। तराईको फराकिलो भूगोल र ठूलो जनसङ्ख्यासँग हिमाली र पहाडी क्षेत्रको सोझो सम्पर्क स्थापित हुन्छ। यातायात र ढुवानीको सहजता मात्र नभई सुरुङ मार्ग मार्फत तमोरको पानी लगेर धरान, तरहरा र इटहरी क्षेत्रको खानेपानी तथा सिँचाइको समस्या समाधान गर्न सकिन्छ। विशेष गरिकन धरानको खानेपानीको यो निकै ठूलो चाहिँ समस्या छ। यो तमोरमा त्यतिकै खेर गइरहेको नदीको पानी समेत लान सकिने ठूलो सम्भावना छ। यो कोशी पहाडी जिल्लाको थुप्रै उत्पादित वस्तुहरूलाई चाहिँ ढुवानी गर्ने पनि एकदमै राम्रो हुन्थ्यो र द्रुत मार्गको रूपमा यसलाई विकास गर्न सकिन्थ्यो। यसले निकै ठूलो आर्थिक रूपमा छलाङ मार्न सकिने सम्भावना देखिन्छ। सडक सञ्जाल व्यवस्थित भइसकेकाले तेह्रथुम, भोजपुर र सङ्खुवा सभाबाट 2.5 घण्टामा धनकुटा पुग्न सकिन्छ। पाँचथर र ताप्लेजुङका लागि निर्माणाधीन तमोर करिडोरमा कालोपत्रे सम्पन्न हुनासाथ यी ठाउँबाट करिब 3 घण्टामै धनकुटाको मूलघाट पुग्न सकिन्छ। धरान लेउती सुरुङ मार्गको बहुआयामिक महत्व भए पनि बजेट व्यवस्थापन, मोडेल र निर्माणमा लाग्ने समय जस्ता प्राविधिक पक्ष ओझेलमा परेका छन्। यो सुरुङ मार्ग चाहिँ हामीले चाँडोभन्दा चाँडो काम गर्ने यसमा हाम्रो ध्यान जानेछ। यसको पहल प्रयत्न म यहाँको जनताको प्रतिनिधि भएको हुनाले म महत्त्वपूर्ण भूमिका निर्वाह गरेर यो योजनालाई सम्पन्न गरेँ। मेरो दायित्व हुन्छ र यहाँका जनतालाई सेवा सुविधाको निम्ति म लाग्नेछु। धरान लेउती सुरुङ मार्ग पूर्वका हिमाली र पहाडी क्षेत्रका बासिन्दाको समय, खर्च र पूर्वाधार विकासका हिसाबले महत्त्वपूर्ण छ। सुरुङ मार्गको कामले मूर्त रूप पाए यो क्षेत्रका बासिन्दाको समयको बचत, स्वास्थ्य तथा आकस्मिक सेवामा सुधार, आयात निर्यातमा सहजता, पर्यटन प्रवर्धनका साथै थप रोजगारीका अवसर सृजना गर्न सकिन्छ। कान्तिपुर समाचारका लागि विनोद घिमिरे, धनकुटा।